काठमाडौँको पशुपतिनाथ सहित देशभरका शक्तिपीठहरूमा बाला चतुर्दशीको अवसरमा रातभर जागरम बसेर महादीप बाल्ने भक्तजनको भिड लागेको छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवंगत पितृको मोक्षको कामना गर्दै यो पर्व मनाइन्छ। भक्तजनहरूले दिवंगत पितृका नाममा अखण्ड दीप र महादीप बाली रातभर जागरम बस्ने परम्परा छ। बाला चतुर्दशीको दिन बिहान सतबिज झर्न पशुपति क्षेत्रमा हजारौं भक्तजनको भिड लाग्ने गरेको छ। यही परम्परा अनुसार देशका अन्य शक्तिपीठहरूमा पनि जागरम, दीप प्रज्वलन र सतबिज झर्ने क्रम चलेको छ। परिवारका दिवंगत आत्माको चिरशान्तिको कामना सहित श्लेषमान्तक वन 108 शिवलिङ्ग, कैलाश डाँडा, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहेश्वरी, मृगस्थली, विश्वरूप र किरातेश्वर क्षेत्र लगायत स्थानमा सतबिज छर्ने गरिन्छ। बाला चतुर्दशी अघिको दिन मंगलबार राति भक्तजनहरूले पशुपतिनाथ क्षेत्रमा बसेर पितृका नाममा महादीप बाल्दै भजन कीर्तन र लोक झाँकी सहित रातभर पूजा आराधना गरेका थिए।